सो हिजो चाहिँ हामीले लिनक्सको फाइल सिस्टमको बारेमा कुरा गरेको थियौँ। आज चाहिँ हामी लिनक्सको एउटा कमान्डको बारेमा कुरा गर्छौँ र त्यो कमान्ड चाहिँ के छ भन्दाखेरि ग्रेप भन्ने कमान्ड छ है त। अब यदि मैले यहाँ हेर्छु myname.txt र text1.txt भन्ने फाइल चाहिँ मेरो यो डिरेक्टरीमा छ र यदि मैले myname.txt मा चाहिँ केही वर्ड छ कि छैन भनेर मलाई सर्च गर्नु पर्यो अरे है। फर इक्जाम्पल मलाई चाहिँ myname.txt मा कुशल भन्ने वर्ड छ कि छैन भनेर मलाई सर्च गर्नु पर्यो अरे। cat myname.txt grep कुशल भनेर मैले गरेँ। यदि यो कुशल भन्ने वर्ड चाहिँ यो myname.txt मा रहेछ भने चाहिँ यसले मलाई के दिन्छ त भन्दाखेरि आउटपुट दिन्छ है। यो फाइलमा भएको सबै कन्टेन्ट चाहिँ यसले मलाई आउटपुट गरेर दिन्छ र यदि छैन भने चाहिँ यसले मलाई केही पनि आउटपुट दिँदैन। र यसको युज चाहिँ यति मात्रै हैन है। फर इक्जाम्पल तपाईलाई चाहिँ कुनै बेला सर्भरमा चेक गर्न मन लाग्यो कि आइदर कुनै पोर्ट चाहिँ ओपन छ कि छैन। फर इक्जाम्पल मलाई चाहिँ चेक गर्न मन लाग्यो कि मेरो सिस्टममा यदि पोर्ट 80 चाहिँ केही कुराले युज गरिरहेको छ कि यो पोर्ट चाहिँ अभाइलेबल छ भनेर हैन। अब यदि मैले चेक गरेँ भने यदि केही कुराले यो पोर्ट युज गरिरहेको थियो भने चाहिँ मैले यहाँ केही आउटपुट पाउँथे। यदि यसमा मैले केही आउटपुट पाइन भने मेरो सिस्टमको चाहिँ पोर्ट 80 अभाइलेबल छ। Okay, thank you. Follow me for more.